Gelpo Sar, सर्पावटे हिलमुरेट हिमाली समुदायले मनाउने नयाँ वर्ष हो। गेल्पो भन्नाले राजा र लोसार भन्नाले नयाँ वर्ष भन्ने बुझिन्छ। त्यसैले लोसार राजाको नयाँ वर्ष पनि भनिन्छ। गेल्पो असार हरेक वर्ष माघ शुक्र प्रतिपदाको दिनमा मनाइन्छ। यो पर्वमा नयाँ कपडा लगाउने, घर आँगन सफा गर्ने, देवताको पूजा गर्ने, नाचगान गर्ने, परिवार र छिमेकीसित शुभकामना र आदान प्रदान गर्ने गरिन्छ। विभिन्न परिकार जस्तै खाप्से, थुक्पा, माछा, मासु आदि खाने चलन पनि रहेको छ। यो पर्वमा एक आपसमा एकता सद्भाव र खुसी बाँड्ने पर्वको पनि लिन्छ। हामीलाई पनि लोसारमा जानु ढिलो भइसक्यो, जान्छौँ, बाँकीको जानकारी उतै हेरिदिन्छौँ। धन्यवाद।